म 7-8 कक्षामा पढ्ने बेलाको कुरा हो। मेरो म्याथ टिचरले भन्नुभएको थियो भोलि कम्पलसरी सबैजनाले क्यालकुलेटर लिएर आउने, कसैको केही एक्सक्युज चल्दैन, नभए क्लासबाट बाहिर भनेर भन्नुभएको थियो। अनि मैले घरमा गएर मम्मीलाई कुरा सुनाएँ। मम्मीले त ओहो मम्मीसँग त पैसा छैन, भोलि तिम्रो पिरियड कुन टाइममा हो, कतिखेर हो भन मलाई, म तिम्रो पिरियडमा ठ्याक्कै क्यालकुलेटर लिएर आइपुग्छु, चिन्ता नगरिकन पढ तिमी छोरो जाऊ भनेर भन्नुभएको थियो। अनि मैले पनि मम्मीलाई हुन्छ मम्मी भनेर गएँ। भोलिपल्ट क्लास गएँ। मेरो मम्मीको काम गर्ने साइड कति टाढा छ कहाँ छ केही थाहा थिएन मलाई। मेरो आँखा के पुरा त्यो ढोकामा अड्डेकै कतिखेर मम्मी आइपुग्छ मुटु ढुकढुक भइसक्यो है। क्लासमा सायदै मेरो बाहिर बसेको उभिएको अनुभवै थिएन जस्तो छ कि त्योभन्दा अगाडि थिएन नै होला, किनभने म त्यति साह्रो नराम्रो स्टुडेन्ट पनि होइन, त्यति साह्रो ब्रिलियन्ट पनि थिएन क्या, मिडियममा पढ्थेँ। अनि हेरेको मम्मी आइपुग्नु न है, बल्ल त्यो घन्टी पनि आइपुग्यो कि ओ माई गड म त मरेँ। मम्मी आइपुग्नु भएन, त्यो पिरियड आइसक्यो, मिसो भित्र छिर्नु भयो, सबैजनाले क्यालकुलेटर अगाडि डेस्कमा राख्ने, जो छैन ऊ उठिहाल्ने भन्नुभयो। अब म पनि उठेँ। अनि त्यसपछि एक्सक्युजै सुन्नु भएन नि त मिसले किन हो कसो भनेर। अनि त्यसपछि बाहिर जाऊ भन्नुभयो। म बोल्न चाहन्थेँ तर त्यहाँ एक्सक्युज चल्दैन भनेर पहिला भन्नुभइसक्यो थियो, त्यही भएर म पनि बाहिर गएँ। अनि त्यसपछि म बाहिर गएपछि के भयो भन्दाखेरि मेरो आँसु चाहिँ रोकिएन के, म त रोक्को रोएँ कन्टिन्युसली। बिस्तारै रुन थालेँ फर्स्टमा त, त्यसपछि झन् चित्त दुख्यो, झन् रुन थालेँ। साथीहरू हाँस्न थाल्यो कि ल यो त किन रोको होला, फर्स्ट टाइम बाहिर आउँदाखेरि यस्तै हुन्छ कि केही हुँदैन भनेर हाँस्न थाल्यो। मेरो आँसु झन् रोकिने छोड्यो कि। अनि त्यस टोइलेटभित्र गएको झन् भक्कानिएर पो रुन थालेँ मजाले। अनि त्यसपछि बाहिर साउन्ड पनि आउनु थाल्यो, टिचरहरू सबजना भेला भएर के भयो भन्न थाल्नुभयो। अनि मिस पनि बाहिर आउनुभयो नि त हल्लाले। अनि बिचरा मिसको त के गल्ती थियो र मिस पनि कति आत्तिनु भयो के भएछ भनेर है। म त्यो मिसले पनि धेरै मन दुखाउनु भएको थियो त्यो बेलामा। अनि म रुँदा मेरो मम्मी पनि आइपुग्नु भयो, मेरो मम्मी बेस पनि रुनु भएको थियो दिनमा। अनि त्यसपछि मैले भनेको समयमा दिन सक्ने भए मेरो छोरीलाई म उसले भनेको जस्तो चाहेको जस्तो स्कुलमा पढाउन सक्थेँ होला। मेरो अभाव छ, कमजोरी छ, त्यही भएर मैले यसरी सरकारी स्कुलमा पढाएको मेरो छोरीलाई भनेर भन्नुभयो। अनि मिस पनि त कति स्टुडेन्टहरू त कति बाहना बनाउँछ नि त पढ्नको गाह्रोले। अनि मिसलाई पनि गाह्रो छ, मिसले पनि कहिले बिर्सिदिनँ म तिमीलाई भनेर भन्नुभएको थियो।